सिधा बिचमा लाउने पहिला ल मेरो कमल भाइको आवाज आएछ प्रभु एनाथ यस्तो शङ्कर भोलेनाथ बाबुको आवाज आएछ अरू भन्दा नि त्यही खुसी लाग्छ उँभो तान्ने ए यसरी तलबाट माथि लानु ए ल भगवान आवाज आउँदैन भने सोचिरहेको थिएँ मैले त्यसपछि पिङ्क कलर हो अनि त्यसपछि गएर कुन कलर ए अनि कमल तिमीलाई कस्तो छ ए बोल्न थाल्यो ए अझै कति बोक्नुपर्छ भन्नुभएको छ डाक्टरले थाहा छ तिमीलाई थाहा छैन ए घर कहाँ तिम्रो काभ्रे सबै रहेछ ज्ञान बाबुलाई मेरो प्यारो भाइ कुन दिन तिमीलाई आन्दोलनमा कुन दिनमा पऱ्यो तिमीलाई याद छ 23 गते परेको ए मेरो कान्छा मेरो भाइ मेरो प्यारो भाइ संसारको सबैभन्दा प्यारो भाइ मेरो आन्दोलन तिमीले गर्दाखेरि आज देश परिवर्तन भएको कान्छा यो लाउँदाखेरि कोही इन्फेक्सन पो हुन्छ कि एकछिन लाएर अनि निकालिदिइहाल्ने प्रभु यो दिदीले थोरै सहयोग लिएर आएको छु है अनि कान्छालाई दिउँ कस्तो देख्छ ल आमा यता हेर्देऊ त दिदीलाई चिन्छौ मलाई चिन्दैनौ म तिम्रो दिदी आजबाट एकजना दिदी छपिने भयो कान्छ ल दिदीलाई नि माला लाइजो त तलबाट नखाने हो ल सबै रङ लाइन्छ के अघि छोरा आउन हेर्न तब सुत्नु भएको छ नि त हेर्दै जानु भयो सबै रङ लाइन्छ अर्को माल्यालाई छोरो हैन सबै लाइन्छ सबै रङ तिमी तल आइछौ कति अस्ति माथि भेटेको थियौ नि नाकमा तिम्रो उ राखिरहेको थियो याद छ अस्ति आवाज आएको थिएन आज आवाज आएछ दिदी कति खुसी छु भित्रबाट थाहा छ कमलको आवाज आएर म कस्तो खुसी भएको छु नि शब्दमा भन्न सक्दिनँ मैले कति खुसी भएको छु दिदी भनेर धन्यवाद ल खान सक्छौ कि सक्दैनौ दिदीलाई लगाइदियो त मलाई म फेरि पनि सहयोग लिएर आउँछु कान्छा पर्दैन दिदीलाई ए ओ ल ल यो तिमी खान सक्छौ थाहा छैन ल यो तिमीलाई ल